Hello guys, welcome back new vlog. आज चाहिँ फाइनली आफ्टर लङ टाइम भ्लगमा कम ब्याक गरेको छु गाइज, किनभने आज स्पेसल डे छ मेरो लागि। गेस गाई, आज मेरो म्यारिड। आज चाहिँ म फाइनली बिए गर्दैछु गाइज, होइन? बिए गर्दैछु होइन। यस्तो हिमालयन नजिकै हिउँ परेको छ, यस्तो छ आज मौसम। हाम्रो घोडा चाहिँ यतातिर जान्ला छन्। यताको मौसम यस्तो छ, यहाँको मौसम यस्तो छ। यहाँको चाहिँ अब विवाहको लागि यस्तो छ, रमझम टक्क लगाएर बेलुन सेलुन हालेर। अब आजको मौसम नराम्रो भएको कारणले पानी पर्छ कि भनेर यसो पालसाल हालेको छन् यहाँ टोलीहरूले। टक्क लगाएर यहाँ किचन छ, यता टिका लगाउने कार्यक्रम यस्तो छ। हेर न मेरो ब्याउली, मेरो दुल्हन, मेरो बुढी आजबाट चढी जेलैमा। यहाँ दाल नचलेको कारणले यस्तो गर्दैछु मान्छेहरू। फेरि नाच त। अब यहाँ म यहाँबाट तल निस्किँदैछु चोक्क लगाएर। गाइस मेरो श्रीमतीजी चाहिँ यतै हुनुहुन्थ्यो है, कता जानुभएको छ? यहाँ नेट नचलेर यतातिर हुनुहुन्छ। मेरो बुढी चाहिँ यहाँ छ, टाढो नचलेर यहाँ छ। यहाँ उता उडान लाग्छ कि देवीलाल दोष सुनेको सारा एक तोलाको जाऊ के यस्तो छ गाइज। यहाँ हाम्रो गेट, मेरो गेट यस्तो छ गाइज। यहाँ बाहिरको चाहिँ यहाँ किचन छ। मासु कटिङ हुँदैछ यहाँ। के छ सर? उहाँले चाहिँ एकदम मेहनत गर्दै हुनुहुन्छ है मेरो बिहेमा। यहाँ हाम्रो यहाँ छ काठकुला र स्टेज। हाम्रो बस्ने के छ भने मण्डप हाम्रो गाउँको सजाको लागि यस्तो छ यहाँ।
धोपीको डुङ्गा बजाउने मान्छे हुनुहुन्छ अनि बजाउनुहुन्छ एकैछिनमा Monda yo. Udah deh kamu. कटिङ हुँदैछ यहाँ हुँदैछ पाल्दो होइन त्यो पाल्दो माथि हाल्दियो यो बिहेको 30,000 को खसी 30,000 खसी हो 30,000 को खसी हो ए लागि हिजो बेलुका कटिङ भएको हो आज अब भोज हुँदैछ एकदम खसी अलिको बिहेको लागि हामी चाहिँ रेडी भएर फाइनली आइसक्यो होइन
सिउँदोमा यस्तो गर्नु न क्या अल्छी लाग्छ सर्र ल्याउन सर्र माथिसम्म अब त्यो कति त्यो उब्लियामा देखे त हाल्दै त्यो सुन्दर पनि सब अनि जेम्ने माछा त ल्याएर दिने पनि गर्ने होइन त्यो त खतम हुन्छ हाटो हाटो गर्नुपर्छ हो कि यसलाई ताना यो ताना होला चिम्ने छ ट्याक्कै गरेर चिम्ने गर्ने हो त्यो थाप्ने सिन्दुर हो त्यही भएछ हो त्यही गरे नि यो चाहिँ आफ्नो उमर बिस्तारै बिस्तारै पोलिथिनमा ल्याउनु चाहिँ पाए त होइन यो हाली सिद्धिएपछि अनि अरू हाल्नु सिद्ध्याउनु पहिला अर्कोतिर पट्याइकन कम्मरमा बाँधी खासै त्यो हाल्ने अनि कहाँले अचम्म सिन्दुर हाल्दै त्यहीँभित्र हाल्नु बस्नु दादा अब तपाईँ ल्याउनु दिद्यो लगा लगा गर अगर दाइले लगाउनु पैसा 5-10 रुपियाँ लाग्नु है पाती राख्ने अनि 10 रुपियाँ बेसी लगाइदिनु प्लास्टिकमा हालिदियो त्यहाँ तनामा हाल्ला लगाइदेऊ एउटा ऊ हुनु पर्थ्यो कि बाबु तपाईँले पोज्ने क्या टाला त्यो हात पोज्ने रुमाल हुनुपर्छ क्या क्या एउटा रुमाल ल्याउनु पर्छ कान्छो यतै हेर त यस गाउन दिने हजुर यतै
राख्नु